नेपालले लगायो भारतमाथि कडा नियम, लाग्यो भारतलाई ठूलो झट्का। लै साथीहरू, भारतीय नागरिक र भारतीय सामानहरूमाथि नेपाल सरकारले कडा नियमहरू लगाउँदैछ। अहिले फेरि लगायो यस्तो नियम जसले गर्दा लाग्नेछ भारतलाई ठूलो झट्का। नेपालमा साथीहरू, अवैध र लागू औषध ओसार-पसारको गतिविधिहरू बढ्नुको मुख्य कारणहरूमध्ये भारत पनि एक हो। यसै कुरामा ध्यान दिँदै प्रधानमन्त्री बालेन शाहको सरकारले नेपाल भारत सीमाबीच कडा नियमहरू लगाउने र टाइट गर्ने निर्णय गर्नुभएको छ। अबको नियम अनुसार नेपाल भारत सीमामा सुरक्षा कडा बनाइएको छ। अवैध गतिविधिहरूलाई नियन्त्रण गर्नको लागि प्रधानमन्त्री बालेन शाहको सरकारले सीमामा निगरानी र चेक जाँचलाई बढाएको छ। पहिला भारतीयहरूले आधार कार्ड नै देखाएर नेपाल प्रवेश गर्न पाउँथ्यो, तर अब आधार कार्डले मात्र हुँदैन। अब आधार कार्डको साथमा भोटर आइडी, पासपोर्ट र अन्य सरकारी परिचय पत्र आवश्यक हुन सक्छ। अबको नयाँ नियम अनुसार सीमामा खटिएको सुरक्षा कर्मीहरूले भारतीय यात्रीहरूलाई राम्रोसँग चेक जाँच गर्नेछ। आवश्यक परेमा थप सोधपुछ पनि गरिनेछ। यो नियमहरू ल्याउन र कडाई गर्नुको मुख्य कारण भनेको सीमा सुरक्षालाई बलियो बनाउन, अवैध गतिविधिहरूलाई रोक्न र लागू औषध ओसार पसारलाई नियन्त्रण गर्न लागि बनाइएको हो।